नमस्ते दाइ। नमस्ते हजुर। सन्चै हुनुहुन्छ? एकदम आराम छ हजुर। हामी चाहिँ एक्सपर्ट सेवाबाट आएको। हामी चाहिँ हाम्रो क्लाइन्टहरूको केही क्वेरिजहरू लिएर आएका छौँ। जस्तै लाइट राख्दाखेरि चाहिँ घरमा धेरै क्लाइन्टहरू कन्फ्युज हुनुहुन्छ, कुन लाइट राख्ने, कसको चाहिँ फिचर के छ कुन लाइटको। यसै गरी यो लाइटको चाहिँ प्राइस रेन्जहरू के कस्तो छ भनेर उहाँहरूको चाहिँ एकदमै क्वेरिज आउँछ। हजुरले भनिदिनु न कुन लाइट राम्रो हुन्छ? हुन्छ यस्तो यो अब लाइटहरूको भेराइटी धेरै छ हजुरको। एउटा झुमर लाइटहरूको आइटम छ, झुमर लाइटहरू यिनीहरू छ हजुरको। सिलिङमा राख्ने यो फेन्सी लाइटहरू छ, फेन्सी डोमहरू छ। यिनीहरूमा चाहिँ मोडल अनुसारको सबै प्राइस फरक फरक हुन्छ हजुरको। अनि फेरि यसको डिजाइनहरू अनेक अनेक आउँछ, फरक पसलमा फरक मोडलको आइटमहरू आउँछ। त्यही अनुरूप चाहिँ रेटहरू निर्धारित गरिएको हुन्छ। यसमा खासै डुप्लिकेट भनेर त्यस्तो चाहिँ खासै सामान आउँदैन, उस्तै नै आउँछ। यो आउने प्रायः सबै अब भन्न चाहिँ पसले साथीहरूले चाहिँ इन्डियन भनेर बेच्नुहुन्छ, इन्डियाबाट आएको भनेर बेच्नुहुन्छ। र यो आउने सामान चाहिँ प्रायः सबै चाइनिजबाटै आउँछ, चाइनाबाट नै आउँछ। अनि यो मोडल अनुसार फिचरहरू फरक हुन्छ कि? फरक हुन्छ, मोडल अनुसार फिचर पनि फरक पर्यो अनि प्राइस पनि फरक हुन्छ हजुरको। जस्तो यो लाइट भयो, यसको 6500 रुपियाँ हाराहारी छ हजुरको। हजुर, मार्केट होलसेल रेट हजुरको। मिनिमम चाहिँ कुन रेन्जबाट चाहिँ यो लाइटहरूको प्राइस सुरु हुन्छ? यसको 5500 जाने पनि छ हजुरको। यसको त धेरै मोडल अनुसारको 1 लाख 1.5 लाख जाने पनि छ। अनि तपाईको यो 25-30 हजार जाने छ। जस्तो यो छ 25 हजार हाराहारी जाने छ। यो लाइट चाहिँ यो लाइटको 25 हजार छ, यसको 15 हजार छ हजुरको। यसको 8500 छ। हजुर। अब यस्तो सिंगल ह्याङ्गिङमा चाहिँ सिंगल ह्याङ्गिङको चाहिँ यस्तो ह्याङ्गिङ लाइटहरूको चाहिँ रेट डिफ्रेन्ट हुन्छ। यस्तो सस्तो पर्छ, जस्तो यसको 1350 रुपियाँ हाराहारी पर्छ। धेरै क्लाइन्टहरूले चाहिँ कुन रेन्जको लाइट चाहिँ लिइराख्नु भएको छ? अब नर्मली 15,000 यस्तो झुमरहरू जाँदाखेरि यस्तै 15.5 को रेन्जमा गइरहनु भएको छ। अनि फेरि अरू ह्याङ्गिङ लाइट जाँदाखेरि त्यही 1250 1300 को रेन्जको लिएर जानु। अनि यिनीहरूको यो ह्याङ्गिङ लाइटको फिचरहरू चाहिँ के हो? यिनीहरूको मोडल फरक छ। अहिले हजुरलाई मैले एउटा मोडल देखाएँ, अहिले चलेको मोडल यो छ हजुरको। यसको 1550 रुपियाँ हाराहारी पर्छ। यो पनि क्लाइन्टहरूले धेरै मन पराउनु भएको छ। प्रायः जसो यो चाहिँ रेस्टुरेन्टहरूमा, होटलहरूमा यो जाने गरेको छ। अनि घरमा चाहिँ कुन धेरै जान्छ? घरमा रेसिडेन्सियल घरहरूमा चाहिँ यस्तो सिंगल ह्याङ्गिङ भन्दा पनि अब प्रायः जसो यो डाइनिङ लाइटहरूको लागि चाहिँ यस्तो 3 स्टेपको लिएर जानुहुन्छ। 3टा स्टेपको लाइटहरू लिएर जानुहुन्छ। यसको 4045 मार्केट रेट छ हजुरको। यो लाइटको चाहिँ हजुर जस्तो यसको भयो हजुरको, यसको 5000 रुपियाँ हाराहारी छ यसको। अनि यो लाइटहरूको चाहिँ यिनीहरू चाहिँ यो सो ल्याम्प हो। यो चाहिँ वाल घर बनाउँदाखेरि घरमा क्लाइन्टहरूले चाहिँ आफ्नो घरको भित्तामा राख्ने लाइट हो, सो ल्याम्प हो। यसको पनि मोडल अनुसारको प्राइस छ। मिनिमम चाहिँ कतिदेखि सुरु छ? मिनिमम 650 हाराहारी छ। जस्तो हजुरले यो हेर्न सक्नुहुन्छ, 650 हाराहारी छ। हजुर। यसको 1050 छ। हजुर। यसको 1075 छ। यो माथिको चाहिँ? हजुर। अब जस्तो यसको 1550 रुपियाँ छ यसको हजुरको। यसको 1150 छ। यसको 2550 रुपियाँ छ। यसमा पनि डिजाइन अनुसार भेराइटी अनुसारको चाहिँ। अनि यो प्राइसमा पनि हजुरले डिस्काउन्ट गरेर दिनुहुन्छ कि के हो? हामीले दिने चाहिँ फिक्सै रेट हुन्छ। यति नै हो? फिक्स रेट हुन्छ, मार्केट भन्दा पनि सुपथ रेट हुन्छ। अब यस्तोमा अहिले अलिकति लेटेस्ट मोडलको एलइडीहरू आएको छ। जस्तो यो लिड हो, यसमा चाहिँ बल्बहरू चेन्ज गर्न मिल्दैन। यो बल्ब चेन्ज गर्न मिल्दैन। फ्युज भएपछि यसको बाल्नै मिल्दैन हजुरको। र अरू प्रायः जसो चाहिँ सबै बल्ब एक्सचेन्ज गर्न मिल्छ, जसले गर्दाखेरि क्लाइन्टको लागि पनि सर्भिस राम्रो हुन्छ, पछिको लागि सहजता हुन्छ। अनि क्लाइन्टहरूले चाहिँ यही लाइट नै ओरिजिनल हो भनेर, यसै गरी चाहिँ अनि यो डुप्लिकेट होइन भनेर चाहिँ कसरी चिन्नुहुन्छ? अब यसमा खासै डुप्लिकेट त मैले अहिले पनि भने हजुरको, यिनीहरूमा डुप्लिकेट भनेर त्यसको कपी भनेर आउँदैन। जस्तो अरू ब्रान्डेड कम्पनीको कपी आएको जस्तो यस्तो फेन्सी लाइटहरूमा चाहिँ कपी भनेर आएको छैन। अनि यो के अरे बाउन्ड्री वालको लागि चाहिँ ल्याम्पहरू हो है? यो गेटको लागि राख्ने गेट ल्याम्पहरू हो। यसमा पनि धेरै भेराइटी छ, धेरै मोडल छ। मोडल अनुसारको प्राइस फरक छ। अनि यो कतिबाट चाहिँ यसको मिनिमम रेन्ज चाहिँ सुरु हुन्छ? 1050 रुपियाँ छ यसको रेन्ज हजुरको। यसको चाहिँ? हजुर। यो सबैभन्दा यहाँ भएको सबैभन्दा सस्तो हो? सस्तो मोडल हो, सस्तो राम्रो हजुर। अनि म्याक्सिमम? अब त्यसपछि बिचको रेन्ज छ 1550 हाराहारी जाने यो रेन्ज छ हजुर। यसको 2150 हाराहारी छ। हजुर। यसको 3050 छ। हजुर। यसको 2450 रुपियाँ हाराहारी छ। यसको 2250 छ। हजुर। यसको 2750 रुपियाँ हाराहारी छ। हजुर। यिनीहरूको क्वालिटी फिचर हेरेर सबै प्राइस चाहिँ छुट्टै छ। हजुर। अनि उतापट्टिको लाइटहरूको पनि भनिदिनु न। अब यिनीहरू भनेको यो मिरर लाइटहरू हो, पिक्चर लाइटहरूको आइटमहरू। अनि यो लाइटहरू? यसको 3050 छ। त्योभन्दा पनि अलिकति स्ट्यान्डर्ड भनेको यो छ। यो वालकै लागि हो? यो होइन, यो चाहिँ बाथरुममा लगाइन्छ हजुरको। प्रायः जस्तो टोयलेटहरूमा लगाउने लाइट हो। अनि यसलाई चाहिँ विशेष पिक्चर लाइटमा पनि लगाउनु मिल्छ। जसरी घरमा रुमहरूमा पिक्चरहरू राखेको हुन्छ, फोटोको अगाडि पनि यो राख्न मिल्ने खालको लाइट हो। यसमा पनि भेराइटी छ। भेराइटी अनुसार यसको रेट छ।
मिनिमम चाहिँ कतिदेखि सुरु छ यताको जस्तो लाइटको मिनिमम रेन्ज? चाहिँ हजुरको यो 2450 रुपियाँ हाराहारी छ। हजुर। यस्तो पनि कसैले यो पनि राख्छन्, यसको 1950 हाराहारी छ। हजुर। अनि प्रायः जस्तो हजुरको यो पनि राख्न मिल्छ, यसको 2250 हाराहारी छ। के डिफरेन्स के छ होला यिनीहरूमा? यसको मोडलले नै हो फरक, अरू खासै केही छैन। क्वालिटी उस्तै हुन्छ, एलइडी हुन्छ। यो चाहिँ यो पनि लिड नै हो। ए मोडलले मात्रै प्राइस चाहिँ तलमाथि भएको? यसमा बलहरू एक्सचेन्ज गर्न मिल्दैन, तर पनि बलियो छ, क्वालिटी राम्रो छ। हजुर। प्रब्लम चाँडो आउँदैन। क्लाइन्टहरूको रिभ्यू कस्तो छ यो लाइट? यसको राम्रो छ रेस्पोन्स, यस चाँडो बिग्रेको छैन। ए अनि उतापट्टिको लाइटहरू? अब यिनीहरू भनेको यो पनि वाल लाइटै भयो हजुरको। यो वाल लाइट भयो, यो चाहिँ कार रेसमा राख्ने पेरिस लाइट भयो। हजुर। यो पेरिसमा राख्ने घरको कोठाहरूको पेरिस चक्का बनाएको छ भने त्यस्तो ठाउँमा राख्ने लाइट हो हजुरको। अनि फेरि यो भर्याङतिर पनि चक्का बनाएको छ भने, पेरिस चक्का छ भने त्यसमा राख्ने लाइट हो। अहिले चाहिँ यो लाइटको डिमान्ड कतिको छ? यसको पनि राम्रो छ अहिले, डिमान्ड राम्रो छ? एकदम राम्रो छ। पहिलाभन्दा अलिकति थोरै कम चाहिँ छ, तर पनि डिमान्ड घटेको चाहिँ छैन। ए जस्तो यिनीहरूको रेन्ज भनेको तपाईँको 1150 1250 को रेन्ज छ हजुरको। ए प्राइस रेन्ज पनि ठिकै रहेछ त्यसो भए? ठिक ठिक। मिनिमम चाहिँ 11-1200 बाटै सुरु हुन्छ? त्योभन्दा कम पनि छ। जस्तो यो सानो साइजको छ, यसको 850 रुपियाँ छ। हजुर। अनि योहरू यतापट्टिको? यिनीहरू चाहिँ वाल लाइटै हो। यो हजुर। यो वालमा राख्ने लाइट हो हजुरको। यसको जस्तो हजुरको यो पनि झुम्मरहरूसँग म्याच गर्ने हिसाब किताब लगाइएको हुन्छ। त्यसो हुँदाखेरि चाहिँ यसको हजुरको 1850 हारेर छ यो। ए अनि यतापट्टिको यो चाहिँ फेरि छुट्टै रहेछ, पुरै डिजाइन एस्थेटिक। होटलहरूतिर पनि लगाइन्छ, अर्थात् घरतिर पनि अलिकति एक्स्ट्रा मोडलको एक्स्ट्रा सो पिस जसरी तपाईँको घरको अगाडि भागमा यस्तो लाइटहरू पनि राख्ने अहिले प्रचलन चलिरहेको छ। हजुर। यसको प्राइस रेन्ज चाहिँ कतिबाट सुरु छ फेरि? यसको 2850 रुपियाँ हाराहारी छ। यिनीहरू लगभग उस्तै रेन्ज छ। यसको 2350 रुपियाँ हाराहारी छ यसको चाहिँ? हजुर। अब जस्तो यिनीहरू यो लाइटहरू छ, यिनीहरू बैठक रुमहरूमा लगाइन्छ, विशेष गरेर हजुरको बैठक कोठाहरूमा अलिकति यो फेन्सी एनिमल लाइटहरू लगाइने छ, अहिले चलन चलिरहेको छ। त्यस अन्तर्गत हजुरको यी आइटमहरू पनि छ। अब जस्तो यसको हजुरको 3500 हाराहारी रुपियाँ यसको पर्न जान्छ हजुरको। अब त्यसको 4000 रुपियाँ हाराहारी छ, त्यसको 5000 रुपियाँ हाराहारी छ। यसमा खास देखिने फरकहरू चाहिँ के हो? अब यसमा देखिने भनेको फरक हो। लाइटको क्वालिटी भन्दा पनि मोडलको भेराइटी फरक हो। डिजाइन फरक हुन्छ यसमा। ए डिजाइनले गर्दा मात्रै प्राइस डिफरेन्स भएको? हजुर। ए यति नै हो है हजुरकोमा भएको लाइटिङको आइटमहरू चाहिँ? अहिले चाहिँ हामीसँग भएको लाइटहरू यिनीहरू छ। अब झुम्मर लाइटहरूमा यहाँ माथि भएको लाइटहरू पनि छ, यो भेराइटी पनि छ। हजुर। यो भेराइटी पनि हजुरले हेर्न सक्नुहुन्छ। अब अहिले चलेको यो क्यान्डल लाइट भनेर झुम्मरमा यो चलेको छ हजुरको। यसको 12,000-13,000 रुपियाँ हाराहारी छ। यो लाइटको चाहिँ डिमान्ड यसको राम्रो छ। ए यो सबभन्दा झुमरमा चाहिँ धेरै डिमान्डहरू हुने लाइटहरू चाहिँ यही हो? अब अहिलेको समयमा चाहिँ यो चलिरहेछ हजुरको। यो पनि चलेको छ हजुर। यो पनि राम्रै चलिरहेछ, यो डिजाइन पनि। हजुर। यसको पनि राम्रो डिमान्ड छ हजुरको। यसको 12,500 रुपियाँ छ। ए हस् दाइ, धन्यवाद। हजुरलाई